छोरो ओइ काली नुहायो हो ल ल जान्छु बुढी हो सबै कार्यक्रम हुँदैछ यो चाहिँ सातै राजधानी हो त्यसको अरू फुल पड्किनु पर्यो माथि बाबा माथि बजाऊ ढोल झन्काऊ बाजा इसले खोजो आफ्नो राजा बजाऊ ढोल झन्काऊ बाजा इसले खोजो आफ्नो राजा पड्का पड़ रहा है विंटेज पड़ गए धंधा धर्यो बचाउनु पशुपतिनाथ बचाउनु पशुपतिनाथ बचाउनु
युवा बस्नेहरू गाउँमा स्पटिङमा गरेर हिँड्दा त्यो पड्कायो कुनको हो पड्क्यो स्काउटिङ छ अगाडि है स्काउटिङमा छ माथि चेताउनु परेन मुर्जेलाई चेताउनु पऱ्यो नि त परेन साथीहरूलाई नेपालमा भन्ने आश भयो एउटा सम्पत्ति हो पड्कायो ट्राफिकलाई गाह्रो हो ट्राफिकलाई गर्नै पर्छ केटाहरूले चल दिन्छ बस्तीमा पड्कायो केटा पड्कायो बेचो
छ केटाले चल पल्टिन्छ बस्तीमा contoh sakit sekali dia. अपने रोडोमा खाने यार कानै फुट्ला जस्तो भयो once more. सबैलाई अब धेरै मलाई त्यहाँ जुलुसमा अलिक गाह्रो हुन्छ होइन अलिकति मेरो अपरेसन भएर अलिकति गाह्रो हुन्छ मलाई त्यही भएर मैले अहिले चाहिँ आइदिनु चाहिँ त्यहाँ भिडभाड हुन्छ झगडा हुनु सक्छ के हुन्छ काम छैन त्यही भएर म चाहिँ त्यहाँ हाम्रो जहाँ पनि डेस्टिनेसन छ त्यो डेस्टिनेसनमा पुगेर म चाहिँ फर्केँ खुट्टाको अपरेसन गरेको थियो नि त मेरो त्यही भएर अब उभिन गाह्रो हुन्छ त्यहाँनिर डाक्टर जानुपर्ने केटाहरूलाई सहयोग गर्छु अहिले त्यसको लागि भनेर होइन अब त्यो हुन्छ के हुन्छ त्यसको लागि अब चाहिँ घर गएर डाइरेक्ट अब त्यो चाहिँ इन्जिन फ्याक्ट्रीमा आइपुग्यो जुलुसमा अलिक सक्दैन कि मैले अलि अपरेसन गरेको थियो होइन अनि त्यसपछि उभिने गाह्रो हुन्छ के हो के जुलुस भन्दा जेन्जी अस्तिको पालामा नि जेन्जी भनेर उ गऱ्यो त्यो मान्छे मर्छ कसले सोचेको थिएँ थिएन नि त आफ्नो के आफूले गर्ने हो क्या गरायो आनन्दले जस्ट हिँड्ने कर्तव्य हिँड्ने नि त होइन दाजुभाइहरूले बोलाउनु त जानुपर्छ तर अब त्यहाँसम्म गएपछि नजाउँ भने भएन पछि आफूलाई काम लाग्छ त्यो मान्छेहरू होइन त्यही भएर म गइदिएँ क्या आज पनि गाह्रो हुँदै म फर्केर आएको क्या तालबाट बस्दिन्थेँ म त त्यो वातावरण अलिक सन्चो छैन त्यसमा बस्नु दिमाग ह्याङ हुन्छ क्या त्यसरी टाउको दुखेको छ एकपल्ट केटाहरूले बाइक डिङ्की डिङ पड्काएर ट्राफिक पुलिस मतलब छैन डिङ्की डिङ बाल नदिएर हान्ने केटाहरू मेरो झन्डा चाहिँ यहाँ छ है मेरो झन्डा नेपाली घर पनि आइपुग्यो भर्खर आनन्द अब ढुक्क भयो यस्तो जिउ दुखिरहेको छ लास्ट विकनेस भएछ ल टु बी कन्टिन्यू टुमरो अर्को ब्लग आउँदाखेरि गर्छु आजको ब्लग एन्डिङ है आजको ब्लग चाहिँ एन्डिङ जसमा अब सब्सक्राइब गरेर नगरे मतलब छैन
आफ्नो हाल्ने हो, आफ्नो पैसाले हाल्ने हो होइन। अनि अपलोड गर्ने, दुनियाँको पैसा मागेर खाने पनि होइन। मन लाग्छ भने लाइक हान्न, मन लाग्दैन भने सब्सक्राइब नहाल्न, लाग्दैन भने केही पनि हेर्दै नहेर। मेरो देख्ने बित्तिकै मैले साइड स्क्रोल गरेर साइड लगाइदियो हुन्छ। मैले सिधै भनिदिने हो है। ल केटा हो है, त्यहाँ गएर बस्न सकिने केटाहरू टक्क लगाएर माइती घरमा टक्क लगाएर है, केटाहरूले त्यहाँ तर्का मचाउनु पऱ्यो नि फेरि म भिडियोहरू खिचेर पठाऊ है केटा हो, मलाई पनि।